पढाइ सकिएको थियो, नोकरी ठिकठाकको पाइसकेको थिएँ। ऊ पनि बेरोजगार थिएन। बिहे गर्न योभन्दा उपयुक्त के खोज्नु? अब बिहे गरौँ। ऊ अलिक आनाकानी गर्थे। म बारम्बार कोट्याइरहन्थेँ। ऊ सकेसम्म पन्छाउन खोज्थे। के छ बाँकी? म सोध्थेँ। भन्थे पहिला दिदीको बिहे हुनुपर्छ। म पत्याउँथेँ। फेरि केही दिनपछि अर्को जवाब आउँथ्यो। मलाई 30 नकटी बिहे नगर्नु भनेका छन्। खटको छ रे। उसले पन्छाइरहे। मलाई थाहा थियो उसले टार्न खोजेकी छे, किनकि उसित एउटै बोलियो जवाब थिएन। एकचोटि भनेकी थिए आमा बिरामी हुनुहुन्छ। मलाई थाहा थिएन कुन चाहिँ सत्य हो। एक दिन उसलाई मैले र्याकर्याक्ती पारेको थिएँ। के चाहिँ सत्य हो? उसले आँखा झिमझिम गरिरहे, टाउको मोडिरहे, घरि भुइँतिर हेरी, घरि नाक स्वक्क गरी, अनि पटक पटक अब जान्छु भनिरहे। ऊ मलाई कुन कोटीको प्रेम गर्थी मैले कहिल्यै बुझिनँ। न नजिक हुने चाहना राख्थे, न बिहे गर्ने राजी थिए। न आफ्नो तर्फबाट कुनै प्रयास गरी, न कुनै योजना नै बनाई। खालि एउटा आत्मसमर्पणको भाव लिएर मसित भेट्न आउँथे र मेरा कुरा सुन्थे। जसले आफ्नो विचार कहिले राखेन। के छ उसको मनभित्र? ठिकसँग कहिले पुगेन। के चाहन्छे मबाट मैले कहिले बुझिनँ। के ऊ मलाई प्रेम गर्थे? गर्दिन थिए भनौँ भने मसित भेट्न आइरहन्थे। फोनमा कुरा भइहाल्थे। मेसेज समयमै रिप्लाई गरिहाल्थे। कहिलेकाहीँ नजिक पनि हुन्थे। कतिपय कुरामा मेरो ख्याल पनि गर्थे। मेरो बिसन्चो चिन्ता व्यक्त गर्थे। कोठैमा पनि आउँथे। तर उसले न यो प्रेमको वर्तमानमा राम्ररी टेकी, न कतै भविष्यको रेखा कोरी। खोइ कस्तो सम्बन्ध थियो। उसले आफू हिँड्ने बाटो कहिले खोजेन। कस्तो प्रेम थियो जुन ठिकसँग व्यक्त पनि भएन। सुरुमा मसित प्रश्न हुन्थे, यद्यपि त्यसको सामना गर्ने ऊ तयार देखिन्थे। भए पनि ऊबाट आउने जवाब सत्य हुँदैन्थे। केही पछि मसित गुनासा मात्र हुन थाले। ऊ मेरो गुनासा सुन्थे वाक्क भएर। पछि चित्त दुखाइ हुन थाल्यो। अझै पछि आरोप भए। अझै पछि शङ्का बढे। झर्को पर्को हुन थाल्यो। अनि बिस्तारै कुन बेलादेखि हो हामी बीच दूरी पो पस्यो। हामी टाटिँदै गयौँ। नारायणघाटबाट पूर्व र पश्चिमतिर छुटेको गाडी चाहिँ। र एक दिन एउटा रातो र कालो कार्ड मसँग आइपुग्यो, जसमा उसको बिहेको निम्तो थियो। जेठको फोन बज्यो। अर्को पक्षले के बोल्यो कुन्नी थाहा भएन। उनले खालि 5 चोटि हाँ भनिन् र म निस्किहालेँ भनेर फोन काटिन्। चिया पसलको साउजीलाई पैसा तिरिन् र मलाई भनिन् म जानुपर्ने भयो। के हामी फेरि भेट्छौँ? यतिमै चित्त बुझाउन खोज्नु भएको हो र? मैले हाँसेर उनलाई बिदा गरेँ। उनले आफ्नो हाते ब्यागबाट भिजिटिङ कार्ड झिकेर दिन् र भनिन् भेट बाँकी छ जस्तो लाग्यो। मुसुक्क हाँसेर जेठ बिदा भइन्। म पनि आफ्नो घरतिर लागेँ। मेरो एक्सलाई मनमनै एउटा शुभकामना दिँदै, जहाँ गए पनि जसको भए पनि तिम्रो जीवन सुखमय होस्। जेठसित एउटा कफी सपमा भेट भयो। यसपटक उनी बुल स्केप पेपर जस्तो सादा भएर आए। मस्ती र कालो कुर्तामा थिइन्। तल सेतो सुरुवाल अनि कालो सल, जसमा सेता सितारा जडित थिए। हेर्दा उनी प्रष्ट खुलेको रात्रि आकाश जस्तै टिमटिमाउँदै देखिरहेकी थिइन्। उनका पातला आँखी भाउले आँखा मास्तिर बनाएको रेखा हल्का मोडिएको साँगुरो गल्ली जस्तै देखिएको थियो। हाम्रो पहिलो भेटको 2 दिनपछि उनलाई फोन मैले नै गरेको थिएँ। उनी मेरा कुरा सुनेर गएकी थिइन्। आफ्नो कुरा कहाँ बताउन पाएकी थिइन् र हामी बीचको भेट यौन थियो भने उनी अक्र्याजम लिएर गएकी थिइन्, मेरो स्खलन थाती राख्दै। टेबलमा 2 कप अमेरिकानो आइपुग्यो। एक कप हामीले उठायौँ। मेरो कथा बताइहालौँ सुनाइहालौँ जस्तो रोमान्टिक केही छैन। तपाईँको प्रेम कथा जस्तो रोमानी पनि छैन। तर मेरो ब्रेकअपको किस्सा रोचक होला कि? ब्रेकअपको किस्सा पनि कसैको रोचक हुन सक्ला र? अनुहार कुचुक्क पार्दै मैले सोधेँ। आफ्नो हुन्न, उनले भने। अरूको कथामा के दुःख र? अरूको कथामा पनि मान्छेले आफैलाई भेट्ने हो नि। अरूका खुसीमा खुसी हुन र दुःखमा दुखी हुन मान्छेले त्यहीँबाट सिकेको हुन्छ। यो सब तपाईँभित्रको पराजित प्रेमी बोलिरहेको हो। म झस्किएँ। के मैले हरेक घटना अनि कथा आफ्नो वियोगको पीडा टाँसेर हेर्न थालेको थिएँ? एकछिन निशब्द भए। उनले मलाई धेरै बेरसम्म अप्ठ्यारोमा पार्न दिइन। भनिन् सुरु गरौँ। म उत्कण्ठित भएँ।
हस् त आजलाई सुबेन भट्टराईद्वारा लिखित चमेली फुल बैजनी रुमालभित्रको एक्स कथाको भाग यति नै। बाँकी कथावाचक प्रेम परियारको साथमा अर्को भागमा। प्रेम सम्बन्धका गहिरा आयामहरू समेटिएको यो पुस्तक बजारमा सर्वत्र उपलब्ध छ। त्यहाँदेखि लिएर तपाईँ सजिलै पढ्न सक्नुहुनेछ। के तपाईँभित्र पनि कथा रचनाहरू छन्? यदि छन् भने डिस्क्रिप्सनमा रहेको इमेलमा पठाउन सक्नुहुनेछ। हामी दिनेछौँ तपाईँको प्रतिभालाई स्थान। आजलाई यति नै। बाँकी अर्को साता आउनेछौँ स्टोरी विथ एभ्री नेपालीको साथमा।